क्रिकेट टिमका क्याप्टेन तथा क्याप्टेन प्रशिक्षक र अन्य खेलाडी साथीहरू, उपस्थित मित्रहरू, सबभन्दा पहिला त म सिंगै देशलाई उत्साहित तुल्याउनु भएकोमा, गौरवान्वित गर्नु भएकोमा र राष्ट्रिय एकताको एउटा भावनात्मक रूपले राष्ट्रलाई जोड्ने काममा योगदान गर्नु भएकोमा तपाईहरुलाई मुख्यतः यो क्रिकेट टिमलाई म पार्टीको तर्फबाट फेरि एकचोटी हार्दिक बधाई र शुभकामना व्यक्त गर्छु। पारस खड्काले यहाँ ठिकै भन्नुभयो, केही समय अगाडि पनि हामीले तपाईहरुले क्रिकेटको खेलमा जुन उत्साह देखाउनु भयो, जो सफलता तपाईहरुले प्रदर्शन गर्दै हुनुहुन्थ्यो, त्यसलाई प्रोत्साहन गर्न आवश्यक छ भन्ने ठानेर हामीले यही ठाउँमा तपाईहरुलाई सम्मानित गरेका थियौं, बधाई दिएका थियौं। आज तपाईहरुले अर्को एउटा कीर्तिमान कायम गर्नु भएको छ र मैले धेरैचोटि भनेको छु कि यो खेल क्षेत्र भनेको यस्तो क्षेत्र हो जसले समाजको सभ्यता र विकासको मापदण्डको पनि काम गर्छ र एउटा राष्ट्रलाई जोड्ने, भावनात्मक रूपले जोड्ने पुलको पनि काम गर्छ। अहिले हाम्रो पार्टीलाई र मलाई लाग्छ सबैलाई, नेपालीलाई एउटा खुसी केमा छ भने क्रिकेट टिमले जुन सफलता हासिल गर्दै गएको छ त्यसले नेपालको राष्ट्रिय एकतामा र नेपाललाई अझ गौरवान्वित गर्ने कुरामा एउटा नयाँ विश्वास तपाईहरुले दिलाउनु भएको छ। यो अवसरमा म के मात्रै भन्न चाहन्छु भने अहिले पारसजीले भने जस्तै एउटा त यो क्षेत्रमा राज्यको तर्फबाट अझै लगानी बढाउन आवश्यक छ। म देशको ठूलो पार्टीको तर्फबाट सरकारलाई र राज्यलाई त्यो दिशामा काम गर्न आफ्नो तर्फबाट सुझाव दिने, सहयोग गर्ने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। दोस्रो, क्रिकेट खेलको निम्ति हामीलाई असाध्यै बढी जरुरी हो। अब तपाईहरुले जो सफलता हासिल गर्दै जानु भएको छ त्यसले पार्टीहरूलाई, सरकारलाई र सम्बन्धित सबैलाई एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड बनाउन प्रेरित गरेको छ। अहिले मूल पानीमा जो प्रयत्न भएको छ त्यसलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट ग्राउन्ड बनाउनको निम्ति पनि हाम्रो पार्टीको तर्फबाट पहल गर्ने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। त्यसको साथै खेलाडीहरूको निम्ति आवश्यक पर्ने अन्य प्रोत्साहन राज्यको तर्फबाट हुन जरुरी छ। त्यो प्रोत्साहन दिनको निम्ति पनि अहिलेको सरकारलाई र हाम्रो पार्टीको तर्फबाट मलाई लाग्छ हामी उच्च स्तरीय राजनीतिक समिति भएर अहिले प्रमुख पार्टीहरूको एउटा समिति छ। त्यो समितिमा अहिले तपाईहरुले प्रदर्शन गरेको कीर्तिमान, तपाईहरुले प्राप्त गरेको सफलताको बारेमा र आगामी दिनमा यस्तो भौतिक पूर्वाधार बनाउने बारेमा छलफल गरिने र आवश्यक सुझाव समितिको तर्फबाट सरकारलाई दिने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। र अन्तिममा अब 1 फुटकिलो तल तपाईहरु हुनुहुन्छ विश्वकपको, अग्रिम बधाई र शुभकामना। तपाईहरुलाई सफलता मिल्छ, सफलता मिलोस्। सिंगै नेपालीको 3 करोड नेपालीहरूको आशीर्वाद, शुभकामना तपाईहरुसँग छ। त्यो विश्वासले तपाईहरुले विजय हासिल गर्नुहुन्छ। त्यसले नेपालको पहिचान र गौरवलाई अर्को उचाइबाट विश्वमा स्थापित गर्छ। यही शुभकामना सहित म मन्तव्य पूरा गर्छु। धन्यवाद।